नमस्ते सम्पूर्ण लगानीकर्ता साथीभाइ, आजको यस भिडियोमा रहेर कुरा गर्नेछौँ स्नो रिभर्स लिमिटेड आइपिओ बारे। आइपिओ भर्ने कि नभर्ने र यो कम्पनीमा कति किता सेयर भर्ने र यो आइपिओ कतिजना लगानीकर्ताले पाउने छन् र कम्पनी वित्तीय अवस्था कस्तो छ अनि यो आइपिओ पर्यो भने कतिसम्म नाफा कमाउन सकिन्छ आजको यस भिडियोमा जान्नेछौँ। त्यसर्थ भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब भने गर्न नबिर्सिनु होला। कम्पनी जारी पुँजी रु 93.75 करोड रहेको छ। यसमध्ये 20% ले हुन आउने 18,75,000 किता सेयर भने सर्वसाधारणको लागि खुल्ला हुनेछ। केयर रेटिङ नेपालले यो कम्पनीलाई केयर एनपी BB- को रेटिङ दिएको छ। यसले यो कम्पनीमा मोडरेट रिस्क अफ डिफल्ट भनेर जनाउने गरेको छ। कुरा गरौँ कति किता सेयर अप्लाई गर्ने भनेर। यो कम्पनीको सेयरमा 10 किता भन्दा बढी आवेदन नदिनु होला, किनकि अहिले नेपालको सन्दर्भमा भने आइपिओहरू ओभरसब्सक्राइब्ड हुने र गोला प्रथाद्वारा आइपिओ बाँडफाँड हुने हुँदा लगानीकर्ताले 10 किता सेयर मात्र प्राप्त गर्ने छन्। धेरै किता सेयर अप्लाई गरेर आफ्नो पैसा फ्रिज मात्र हुने हो, आइपिओ पर्ने चान्स भने बढ्ने होइन। त्यसर्थ यो कम्पनीको आइपिओमा भने 10 किता भन्दा बढी सेयर अप्लाई नगर्नु होला। कुरा गरौँ आइपिओ अप्लाई गर्ने कि नगर्ने। यो कम्पनीको आइपिओ अप्लाई गर्न भने नछुटाउनु होला, किनकि अहिलेसम्म नेपालको आइपिओले मुनाफा दिएको छ र यो कम्पनीको आइपिओ प्राप्त गर्न सफल हुने लगानीकर्ताले सेयर सर्ट नाफा कमाउनु हुनेछ। त्यसर्थ आइपिओ भर्न भने नछुटाउनु होला। आज वैशाख 29 गतेदेखि यो आइपिओ हामी सर्वसाधारणका लागि खुल्ला गरेको छ। कम्पनीले यो आइपिओ परिहाल्यो भने त सेयर सर्ट 6 देखि 10,000 नाफा कमाउन सकिहाल्नेछ। यो कम्पनीले भने जेनरल पब्लिकका लागि 8,78,125 किता सेयर निष्कासन गर्नेछ आजबाट र भाग्यमानी 77,812 जना लगानीकर्ताले यो कम्पनीको आइपिओ सेयर हात पार्ने छन्। सेयर संख्या कम छ, त्यसर्थ सेयर डिमान्ड भने हाई नै रहनेछ र आइपिओ हात पर्ने लगानीकर्ताले सजिलै 1,000 को लगानी 10 देखि 16,000 सम्म बनाउन सक्नेछन्।